हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। हामी चाहिँ आज हिँड्दै हिँड्दै दिदीको घर जाम भनेको बाटो अल्मलिएर है। हिँड्दा 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 आधी घण्टा भइसक्यो। अझै पनि बाटो कताबाट हो भन्ने कुरै थाहा भएन। यता चाहिँ मेरो आमा चाहिँ अलिक रोगी हुनुहुन्छ नि त, त्यही भएर एक्सर्साइज गराउँदै हिँडाउँदै दिदीको घर जाउँ भनेर हिँडेको। आज केही काम पनि थिएन अनि दिदीलाई पनि थाहा छैन हामी जाने भनेर, हामी जाँदैछौँ भन्ने कुरा। हिजोदेखि फोनै गरेको छैनौँ। अहिले चाहिँ हामी खै कहाँ हो थाहै छैन। म हजुरहरूलाई देखाउँदै जाने छु हामी कहाँ बाटो अल्मलिन्छौँ है। अल्मलेको धेरै ठाउँहरू चाहिँ मैले भिडियो गरिनँ। यहाँदेखि उतै धेरै अल्मलिसक्यौँ है हामी। कता छिरेर बाटो हिँडेर सधैँ गएको थिइनँ नि त। त्यही भएर अब यहाँदेखि पनि कता जाने हो थाहा छैन। आमा कता हो बाटो थाहा छैन। अनि थाहा छैन भने कता जानु? पारीबाटै बाटो चाहिँ थियो। अब यही बाटो जाउँ। यो कता जाउँ? यो त मान्छे घर पर्छ होला नि त। यो मान्छे घर जाने बाटो हो नि। सोधौँ न यहाँनिर ल। आइ मेरो त खुट्टै दुखिसक्यो भाइ आज त। लु मलाई त केही थाहा छैन को स्यामेको घर। मलाई थाहा भएन। म यतातिर आएको छुइनँ। बाटो चाहिँ यस्तो छ हेर्नु होला। तर कहाँ हो बाटो भन्ने चाहिँ थाहा छैन है। अन्त सुरुमा हामी हिँड्दैछौँ। पुग्न चाहिँ जसरी नै पुग्ने हो, राति भए पनि पुग्ने हो हिँडेरै। त्यो चाहिँ गाडीमा जान्थ्यौँ नि त। आज चाहिँ हामी हिँडेर गएको क्या। यो गाउँ कि जाउँ जस्तो छ र। अब यो बाटो कहाँ निस्किन्छ? दिदी यो बाटो कता पुग्छ? हामी चाहिँ उता लुबुतिर। हिँड्दै हिँड्दै जाने भनेर क्या यताबाट। हजुर ए हस् हस् दिदी धन्यवाद। हस् दिदी हजुर। उता जानु? यताबाट निस्किने बाटो चाहिँ यो पारिबाट यस्तो प्लटिङबाट? हस् दिदी धन्यवाद। अब चाहिँ कतै बाटो भेटिन्छ कि जस्तो भयो है। मैले धन्यवाद दिदी भनेको बाटो मात्रै देखाउँदा पनि धन्यवाद भन्छन् हौ भन्दैछन्। कस्तो राम्रो ठाउँ छ है। कालो ओह्रालो यता हेर्नु आमा, हेर्नु बाटो चाहिँ यत्रो छ। हेर्नु कस्तो राम्रो ठाउँ छ। कता नलगाउनु। पारीभित्र हेरे त्यस्तै छ। त्यो पारीभित्रबाटै हामी झर्या हो। त्यो बाटोबाटै झरेको हो। फेरि उकालो निस्किँदैछौँ। पुग्ने हो कि नपुग्ने हो थाहा छैन। नपुगे पनि केही छैन। हामी खासमा एक्सर्साइजको लागि हिँड्या हो नि त। यहाँबाट सिधै माथि जानु अरे। माथि उयो छ अरे, पिच रोड छ अरे। त्यहाँबाट दायाँ नलागि बायाँ लाग्नु अरे। यस्तो आमा उकालो जौगाउँहरू चाहिँ पुरा फर्किरहेको छ। हेर्नु साथी हो पारी माथि देखेको बाटो त अहिले त फेरि हामी धेरै उकालो चढिसक्यौँ। थल देख्नु थाल्यो। अनि यहाँ लडिगयो भने चाहिँ के हुन्छ? हिलो यत्रो छ नि बाटो। पारी अघि हामीले बाटो देखाउने दिदीहरूले हेर्दैछन्। तल देख्नु थालेन अहिले त है। हामी यति माथि आइसक्यौँ। हिँड्नुपर्छ साथी हो, कहिलेकाहीँ हिँड्नुपर्छ। तर यो सिधा क्या तेर्सो बाटोमा मात्रै हिँड्ने बानी भएपछि त उकालो र ओह्रालो हिँड्यो भने त घुँडा दुख्ने रहेछ। म त अघि ओह्रालो झर्दाखेरि त कस्तो घुँडा पल्टेर क्या
एकदमै गर्मी छ है, एकदमै घाम लागेछ। निदा टल्किराखेको देख्न सक्नुहुन्छ। र आमा चाहिँ छाता ओढेर हिँड्नु थाल्छ कि। मलाई चाहिँ चाहिँदैन छाता, म यत्तिकै कालो मान्छे हो कि। घाम पानीले केही पनि गर्दैन। तर त्यो बल्ल बल्ल पिच रोड त निस्क्यौँ, तर यता होइन हौ, यहाँ माथिबाट हौ, त्यो गाडी सेतो गाडी भएकोबाट त्यसो यहाँ बाटो छैन नि। अब जाने हो, लोकेसन हेरेर बारी बारी भए पनि जाने। बाटो अल्मलेको एक दिन त कसैले कराउँदैन होला नि हो। आखिर हिलो छैन, हिलो नभएपछि जाने मान्छेको आँगन आँगन बारी बारी सोध्दै सोध्दै गर्मी भयो। आफ्नो गन्तव्यमा पुग्यो भने भयो हामीलाई है। बरु फर्किँदा भरे गाडीमा फर्किँदा नि। मासु ससुराली जाउँला, मासु भात खाउँला भनेको सुनेको थिएँ। आज त आमाले र मेरो कुरा सुनेन नि त उसले। मेरो कुरा बाहिरको बाटो जाउँ भन्दा मानेन, ठुलो बाटो खोज्यो। यहाँबाट उकालो छ, यस्तै भइगयो। पानी कहाँ पाउँछ? पानी कहाँ पाउँछ? यहाँ त अन्त टेलर्स जस्तो छ, टेलर्समा पानी पाउँछ भने त मान्छे आउँछ होला। गर्मी हुन्छ, गर्मी कि त लाग्दैन त। राजन पर्यो, ए परोस् न हौ, भइगयो त भरे इन्ड्राइभ गरेर फर्कौँला नि। पुगेन भने पनि ठिकै छ, त्यसमा पुगौँ भने फर्कौँ न। दोकानमा नि पानी पाउँछ दिदी भनेको, चिसो पानी पाउँछ भनेको त के भन्छ मिनी वाटर कि अर्को अरे अर्को भन्नुपर्दैन। होइन नि हौ, हिँडेको ठाउँमा उनीहरूको दोकानमा खाजा खाइदिएको न के को किनेर खानुपर्छ नि हौ। कि त दोकान गरेपछि बिकाउनुको लागि हो, माग्दा त दिन्छ नि दिन त। तर पनि कस्टमर आइदियो भने उहाँहरूलाई पनि राम्रो। त्यहाँ हौ यहाँ हेर्नु त, बुढी भएकै हो। देखिन है, म देख्छु नि त। घुमेर आयो गाडी पनि। आइया सास परेको बेला पानी नखानु भन्छन्, मुटु फुट्यो भने। कता मैले तपाईँलाई फुलबारी जाउँ भनेर होइन हौ, पर खोलाभित्र फुलबारी थियो। त्यो फुलबारीको बाटो पनि पुग्छ लुबु भनेर चाहिँ भने हो कि। तपाईँले तलबाट अर्को बाटो भन्नुभयो, त्यही भएर चाहिँ अलमले अर्को बाटो भने हामीले पुगिसक्थ्यौँ अहिले। होइन, हामी अर्को माथिको मुक्तिनाथ मन्दिरको बाटो हो भने त्यो कालो कालो जङ्गल पुगिसक्थ्यौँ अघि। तपाईँको कुरा सुन्दा चाहिँ हो, घरभित्र पसेछ है। पसोस् न, बारी छ त, बारीबाट उफ्रेर जानुपर्छ नि। छैन रहेछ त बाटो, जताबाट पनि बाटो निस्किन्छ क्या। यत्रो भए पनि बाटो निस्किन्छ हो, हेर्नु। मान्छे हिँडिसकेपछि जता हिँड्यो त्यतै बाटो, तर पुगिने चाहिँ कहाँ हो थाहा छैन। या हौ, यो हिँड्ने बानी नभएर क्या यो खुट्टा दुखेको चाहिँ, यो पलापेको खुट्टा। अब चाहिँ भनेपछि पुगिन्छ भनेपछि अब सधैँ हिँड्ने। पहिला एक दुईचोटि हिँडेको बाटो याद आयो नि अब चाहिँ। पुगिन्छ अब चाहिँ। ए रोडबाट चाहिँ कता जाने हो अब? फेरि बारे छ नि। ल त हाइवे आइयो गाइज, कस्तो सट्टा काटी जाने है, दामी आयो। बाइक एउटा मात्तेर आयो है। खाली छ रोड, सबै मेरै हो भन्ने कुराउँछ नि। यत्रो हिँडिसकेर गलेर थाकेपछि चाहिँ आया फेरि मेरो खुट्टा सर्क्यो, मलाई दोष। हेर्नु होला गाइस, बिचमा त कति अल्मलियो। मैले भिडियो छोटो छोटो बनाउनको लागि मात्रै हो, ठाउँ ठाउँको भिडियो बनाएको नत्र त
त्यही हो नि। आज मलाई बुढी मान्छेले नि उडाउन आँटेछ मैले गर्दा अरे अझ मैले गर्दा अरे। कहाँ जानुभयो कहाँ जानुभएको या लन्ठाको भारी आउने त फेरि फर्किनु पर्यो है। आमा तपाईँलाई टावरमै पुऱ्याउनु पर्ने होइन, म टावरमै पुऱ्याउँछु तपाईँलाई यहीँबाट भए पनि। मान्छेको घर घर छिराएर फर्किँदा या घरबाट हिँड्ने बित्तिकै भिडियो गरेको भने नि हाम्रो भिडियो कतिको हुन्छ थाहा छ? 1 घन्टा 45 मिनटको भइसक्छ अहिले। फाइनल्ली गाइज हामी फेरि पनि फर्क्यौँ। त्यो बाटो चाहिँ नपुग्दो रहेछ तल, यो रोटै रोट हिँड्नुपर्ने रे। हेर्नु होला कति लामो रोड छ बाबा। आजको दिन त हिँडै मच्यो। एक्सर्साइज गरिन्न यो तरिकाले त भयो किन भन्नु त। आमा यत्रो हिँड्दा नि भोक लागेको छैन मलाई त। भोक लाग्यो कि नै कहाँ जाने? किन लाग्छ भोक चाहिँ? भोक चाहिँ किन लाग्छ गो भनिदिनु पर्यो दर्शक दिनहरू। भोक किन लाग्छ? मोमो खाने? तर कहाँ पाउँछ त नि मोमो? मोमो खाने त यी सबै गहुँबारी जौबारी बिस्कुट चक्लेट खायो भने होला, चटपटे खायो भने होला। मेरो विचारमा यो तेर्सो होला बाटो। अझै पनि पाहाडी भित्र देखाउँछ नि त हामीलाई त। अन्त गाइस पाहाडी भित्र जानुपर्ने रहेछ हामी हिँडेर त। आज त लगभग कति किलोमिटर हिँड्यौँ हामी आज? कति बजे आमा? कति बज्यो? ऊ फेरि खुट्टामा चसाक गर्यो। बज्यो होला 3। अनि 1 बजी हिँडेको सकियो नि भनेपछि कति चाहिँ हिँडिँदो रहेछ मान्छे। यस्ता अब त कति हिँडिन्छ बानी नभएर त भोलि। है के हो त? होइन है उता हो ऊ यो पर रुख छ नि त्यो रुखदेखि उतापट्टि चाहिँ हो। बाजी गरौँ बारी हिँड्दा कराइहाल्यो भने भटमास चाहिँ जोगाइदिनु है हेरेर। गाली पनि खानु भटमास पनि टेकिदिनु भने त म पनि गाली गर्छु नि। आज मात्रै हो नि त हामी जहिले आउने होइन, भित्र आउने कुलो बारीमा बोटुकाहरू पनि छोडेका छन्, फर्सीहरू पनि रहेछ। यो त अब यो गाउँको नल काटेकोमा त कराउँदैनन् होला नि हो। कहाँ जाने? ऊ यतै निस्किजाउँ ल। रिसाउँदैनन् हौ, चुप लाएर हिँड्नु न। म भएँ करायो भने। हाम्रो यात्रा जारी छ गाइस, हिँड्दैछौँ। अब त्यहाँ कत्रो ट्र्याक्टर कराउनु थाल्यो। आमा कत्रो धुलो पो रहेछ त अब त्यहाँ हेर्नु है। हेर्नु है ऊ देख्नु हो? अब त्यसको छेउमा त जानु सकिँदैन पो त। हैरानै भयो, हत्तु नै भयो। आज त हिँडिँदैछ। 4 घन्टा भयो। भएको छैन 4 घन्टा त नलाट्नु, 2 घन्टा चाहिँ नला। अब कति बज्यो घरि त? घरि कति बज्यो खै? 3:10 भइसक्यो है। 3:10 भइसक्यो भनेपछि ट्याक्कै कति बजी पुग्दो रहेछौँ है त। हैरान आया हौ। लु खोलै माथि छ घर हेर्नु त लु। अनि खोला आएपछि लगिहाल्छ नि त्यो त नि। खोलाको छेउमा पनि होइन, माथि होइन यो पनि त हेर्नु त। यो बन्दै हेरेको घर मुनिबाट उयो हालेको छ, नाली हाले चाहिँ माथिबाट घर छ। अनि खोला ठुलो आउँछ बगाउँछ, अनि त्यो कसको दोष? त्यो खोला त्यही खोला माथि टक्क कलपोट जस्तो लगाएर घर बनाएको छ यहाँ माथि। हेरौँ त फेरि लाग्यो आमा छोरी उकालो। आज उकालो र ओह्रालो त
कति हिँड्यो होइन। कम्मरमा सल कसेर कुद्दैछन् बुढी मान्छे। स्पेसल्ली मेरो प्लान चाहिँ आमा हिँडाउने त्यति हो। किन चाहिँ हिँडाउनु पर्थ्यो नि? एक्सर्साइज हुन्छ नि त काम नभएको बेला। कपाल सपाल काटेर बुढी मान्छे चिटिक्क परेर जाँदैछन्। परिन भने भाइ ठुली छोरीको घर। नाना र खुनबरीमै कहाँ छ ल? नाना के गर्दै हुन्छ? किन जानुभएको थियो? ए साँच्ची आज त तपाईँको उयो थियो होइन? ए हो, हामी नि यता फुलबारीतिर 22 धारातिर आएको थियौँ हौ, घुम्दै घुम्दै। यहीँ हो, यहीँ तपाईँकोतिर यहीँ आमा र हामी घुम्दै घुम्दै आएको थियौँ। कुन त रात पर्छ होला त्यत्तिकै, केही नल्याइ आएको छौँ। आउनु हो। बिहान 5 बजी, साढे 5 बजी। ल अहिले फोन गर्छौँ ल, आयौँ भने। ल त्यतिकै घुम्नु। ल ल मैले फोन गरिसकेँ, तर हामी घर पुगिसक्यौँ। दिदीको घर देखिसक्यो। मेरो वाइफाई टिपिसक्यो, वाइफाई डुङ टिपिसक्यो। त्यहाँ पुगिसक्यौँ है। दिदीको घर चाहिँ हामी आइसकेका छौँ। तर उसलाई चाहिँ मैले ढाँटेको छु क्या। रियाक्सन कस्तो हुन्छ है त गाइस, हेरौँ ल।